पर्नेछ। केही दिन पछाडि जब आज कांग्रेसको विशेष महाधिवेशन सकिन्छ, अहिले नयाँ निर्णय सुनाउँछ, 2 दिन पछाडि फेरि नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको आशीर्वाद लिन त जानु छँदैछ नि, फेरि सँगै लिएर हिँड्नु त छँदैछ नि। त्यसकारणले गर्दाखेरि पनि हाम्रो थप जिम्मेवारी छ। त्यसैले कोही साथी पनि विचलित नभइकन, कोही साथी नआत्तिकन, कोही साथी नअल्मल्लिकन र कोही साथी यो भ्रममा नपरिकन कांग्रेस फुटायो, कांग्रेस यो गर्यो, म फेरि यो पनि सम्झाउँछु, फेरि यो याद गर्नु होला। मैले त्यस कारणले गर्दा म भनिरहेको थिएँ महामन्त्री विश्वप्रकाश शर्मालाई, हामीले ख्याल गर्नुपर्छ है भन्दै गर्दाखेरि होइन, कुराकानी भइरहेको छ, छलफल भइरहेको छ, हामी बसिरहेको छलफल गरिरहेको, तर हामीलाई छलफलमा अल्मलाएर अल्झाएर पहिले सबै तयारी गरेर निर्वाचन आयोगमा साथीहरूलाई ठक्क पठाएर हामीलाई अल्मलाएर दुईटा महामन्त्रीलाई अल्मलाएर त सक्नु होला। सिङ्गो देशभरिको कांग्रेसका कार्यकर्ताले कसरी अल्मलाउने हो? सिङ्गो देशलाई कसरी अल्मलाउने हो? 22-23 वर्षका नौजवानहरू सडकमा आएर भइरहेको सत्ता फालिदिसक्यो। यत्रो सत्ता फालिदिसक्यो तै पनि हामी चेतेका छैनौँ। संसदबाट तानेर ल्याएर सडकमा राखिदिएर पछि चुनावमा जाँदा तै पनि हामी चेतेका छैनौँ। हामी चेत्छौँ चाहिँ कहिले? हामी के भयो भने चेत्छौँ। त्यस कारणले गर्दाखेरि पार्टीको म तमाम सबै साथीहरूलाई आग्रह गर्न चाहन्छु, धैर्यता राख्ने, र म साथीहरूलाई अन्त्यमा आग्रह गर्छु, विशिष्ट अवस्थामा हामीले विशेष महाधिवेशन गर्दैछौँ। तपाईँहरूमध्ये थुप्रै साथीहरूले नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिभित्र बसेर काम गर्ने इच्छा प्रकट गर्नुभएको छ। त्यस कारणले गर्दा हिजो मनोनयन गर्दै गर्दा, खुला गर्दै गर्दा सयौँको सङ्ख्यामा साथीहरूले इच्छा प्रकट गर्नुभएको छ। म तपाईँहरूको इच्छाको सम्मान गर्छु, तपाईँहरूको अधिकार पनि हो तपाईँहरूले। तर म तपाईँलाई अनुरोध गर्छु, मेरो अनुरोधलाई स्वीकार गरेर तपाईँहरूले हिजो नै मनोनयन पत्र दर्ता गर्दै गर्दाखेरि पार्टीभित्र अहिलेको अवस्थामा सर्वसम्मति निर्माण गर्नका लागि म स्वेच्छाले नै मेरो मनोनयन फिर्ता लिन तयार छु भनेर बुझाउनु भएको छ। अबको केही घण्टाभित्र हामीले महाधिवेशनको प्रक्रियालाई पुरा गर्नु छ, निर्वाचनको प्रक्रियालाई पुरा गर्नु छ। निर्वाचन समितिका साथीहरूले अब हामी धेरै समय दिन सक्दैनौँ भनेको भने गर्नुभएको, उहाँहरूको आफ्नो सबै कामहरू टुङ्गिसकेको छ। अब केही समयमा उहाँहरूले मैले भर्खर सोधेको थिएँ, निर्वाचनको कार्यतालिका बाहिर प्रकाशित गर्नुहुन्छ, नामावली बाहिर प्रकाशित गर्नुहुन्छ। त्यस पछाडि हामीहरू त्यसलाई निर्वाचनको प्रक्रियामा अगाडि बढ्छौँ। तपाईँहरू सबैको साथ र सहयोग भयो भने हामी सर्वसहमतिबाट नेतृत्वको निर्वाचन गर्ने प्रक्रियालाई टुङ्ग्याउँछौँ र त्यो बेलामा